रस्ते हमारे नीचे हमारा टाको छींचे हेलो गाइज वेलकम बैक टू माई न्यू भिडियो। आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ होइन। अनि आफ्टर लङ टाइम गाइज यस्तो फ्रेस हावामा म अहिले चाहिँ हिँड्दैछु चन्द्रगढीतिर घाममा, किनभने ऊ पछाडि हेर्न सक्नुहुन्छ हाम्रो जेन्टलम्यान आएको थियो आयुष भाइ। अनि आयुष भाइ आएको त अनि आयुष भाइलाई अब त हामीले छोड्नै पऱ्यो नि त। अनि छोड्नेको लागि हामी अब चन्द्रगढी जानै पऱ्यो। अब गरै छोड्छौँ हामी चन्द्रगढी जान्छौँ है भनेर अनि गएको। अब हामी मिलिँदैछ। हाम्रो अगाडि छ नारायण बाबु, अहिले म देखाउँछु। म यहाँ मेरो खाली छैन। अनि अहिले देउने पुलमा छौँ हामी। कस्तो कालो कालो देखिरहेको छ मलाई अहिले होइन। अनि आइस भाइ यार ओ गर्दै ल अब कहिले आउँछ त भन्नु त। असारमा आउँछ अरे गाइस। पहिले के हो आम्मो धुलै धुलो गयो। हावा दामी चलिरहेछ है गाइसहरू हेर। आन्टीहरू पनि हेरिदिनु झाँक्राइ फेरि हामी साथ दिँदैन होइन। क्रस गरेर जस्तो बाइक लगाइ त्यही हो। अब यस्तै यस्तै गफ गर्ने चन्द्रगढी छोडिरहेको कि अब त्यो जाने बित्तिकै हामी पुग्ने बित्तिकै गाडीहरू पकमा रहेछ अनि गयो त्यतिकै। अब भाइ भाइ दादा भन्न पनि पाइएन त्यस्तै हो। भिडियो यसो त भने बाइक चल्ने आएन। आज मैं ऊपर आसमां नीचे आज मैं आगे जमाना है पीछे। हम रस्तों के ऊपर रास्ते हमारे नीचे हमारा टाउको खींचे यसरी हामी नीचे कुरा आयो हेर्दा। ल गाइस हामी चाहिँ अब यस्तो घरतिर डुल्दैछौँ। उहाँ स्ट्यान्ड गरेर मजाले चिकन पका ओबी खोइ निस्किन्छ न तेरो कुन स्ट्यान्ड हो एउटा देखा यार सक्दैन यार म हेर साइकल पनि हेर मजाले चिकन पकाले। नारायण गोप्रो छ यहाँ। नारायणमा स्टन्ट गर्दै है गराओ मजाले लगाएछ। हामी चाहिँ आइसकेको पुऱ्याइदिउँ होइन। अनि कस्तो लगाएछ हामी चाहिँ गलेर एकदम गलेर जाएर बसिरहेको छौँ होइन। अब त्यस्तो बाटोबाट यो एकदम दुःख सुख गरेर आइयो होइन। अनि यो चाहिँ भवनतिर हामी आएको छौँ। सो हल्का रेस्ट खाँदैछौँ हामी। हाम्रो सासु आओस् भनेर। मलाई त गोरो देखिरहेको छ र अहिले देखेर। म गोरो नै छु नि त अहिले होइन। अनि त्यही हो गाइज आज चन्द्रगढीमा मिटिङ भनेको मुलाहरूले दाइहरू मुला खोइ के हो एकजना मात्रै देखेँ, कोही त्यस्तो देखिनँ अरू होइन। म घर जान्छु अनि हामी के गर्छौँ घर हामी घर फिल्म हेर्छौँ। फिल्म हेरेको पनि तपाईँलाई देखाउँछु। तपाईँ पनि हेर्नुहुन्छ भने फिल्ममै देखाउँछु होइन। ल गाइस त्यही हो। ल गाइस अहिले चाहिँ अर्को दिन भएको छ। अनि त्यतिखेर चाहिँ माइज भाइलाई पुरा आएर गलेको थिएँ, सुटिङ गरेको थिएँ नि त। त्यो केजिएफको अब त्यो आउँछ बिस्तारै आउँछ त्यो भिडियो होइन। त्यो त्यसको लागि वेट गर्दै गर्नु। त्यो गरेको थिएँ नि पुरै कति दिन सुतेको थिइनँ। अनि अब सुतेको थिएँ म होइन। ल अब त्यही हो। म आज दाइकोमा जान्छु, अर्को जाने काम छ जान्छु अनि तपाईँलाई देखाउँछु म। ल गाइस जी बाटोमा छु। ए कस्तो कालो देखिन्छ घरि घाम हुन्छ के हुन्छ त साइको जस्तो। र बाटोमा छु म होइन। अब बाटोमा छु, हल्का काम थियो र गएको थिएँ म। हिजो चाहिँ मलाई आएर लास्टै गलेको थिएँ सुतेको थिएँ म होइन। अब त्यही हो। म जान्छु अनि मेरो चाहिँ पाराकोमा थोरै सानो काम थियो कि त्यो काम सक्यो। अहिले हावा आइरहेको थियो त्यो भिडियो बनाउनु मिलेन। त्यो सानो काम थियो गरेर आउने त काम थियो, त्यही गरेर आएको देखाउनु ल तपाईँहरूलाई। त्यो भिडियो नबनाएको है त्यही हो। म घर पुग्छु नि तपाईँलाई भेट्छु। अहिले कस्तो तुफान हावा आइरहेछ
हामीले यहाँ क्यामेरा उठाउन गाह्रो भइरहेछ। हेलो गाइज, म चाहिँ त्यो पाहाडको गरेर यताउता गएर आएको थिएँ अनि यसो अल्छी लागिरहेको थियो अनि सुतेको थिएँ। सुतेर उठेँ, उठेर चाहिँ हाम्रो सन्तोष दाइसँग आएको थिएँ। म यसो गीत गाइदिएँ भनेर गाजु त तिम्रो मेजाइदेऊ न भनेर आएको थिएँ। अनि अब त सुनिहाल्नुहुन्छ तपाईँ त्यो भिडियोहरू सुन्नु अब चाहिँ कस्तो लाग्छ के लाग्छ। मेरो त्यस्तो भोइस राम्रो पनि छैन, त्यही पनि हानिदिएको होइन। हल्का सुनिदिउँ न त होइन। गाजु त तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ। अब जस्तो सुकै होस् त्यस्तै हानिदिएको। त्यतिकै अब अल्छी लागिरहेको नि भिडियो हानिदिएको। अब के कसो लाग्छ हेर्दै गर्नु। इन्ट्रेस्टिङ त छैन होला ब्लग, त्यही पनि अब 4-5 दिन पर्खिनु। अब मेरो इक्जाम पनि हुन्छ। इक्जाम सकेपछि म काकाबाट गएपछि म खतरा भिडियो है गाइज। त्यस्तै हो, अहिले हेर्दै गर। यस्तै यस्तै हुन्छ ब्लग। गीत गाउँदैछु कि म, त्यही भएर हल्का च्यारप गिटार ट्राई गर्छु होइन। यो गीत तिम्रो लागि एकदम एक्सपेन्सिभ है। केटी पनि गाइदिनु। चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ। त्यसो दिनै यार। गाजु त तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ। बढेको केश फुकाइदेऊ न, हावाले उडाएको मन पर्छ। नढाक न मुहार श्रृङ्गारले, नढाक न मुहार श्रृङ्गारले। चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ।